हेलो सबैजनालाई नमस्ते। टासी दिले सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। फेरि पनि मैले न्यू भिडियो लिएर आएको छु। आज चाहिँ म चटपटे गिलो चटपटे पिरो चटपटे बनाउने छु। याङ्ली शेर्पाको ब्लग सबैजनाले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अब चाहिँ म चटपटे बनाउँछु। चटपटेको सामान चाहिँ मैले सबै रेडी बनाएर राखेको छु, रेडी गरेर राखेको छु। अब म बनाउनेतिर लाग्छु। सबैजनाले हेर्दै गर्नु होला। मैले चाहिँ चटपटे बनाउन लागेको छु। चटपटे बनाउनु पूजा चाहिँ यहाँ छ। यो चाहिँ पूजा, म यो पूजा गर्छु। अलिक धेरै खाने कि आज चाहिँ हामी चटपटे चाहिँ गिलो गिलो पिरो बनाएर खाने। अनि मैले चाहिँ निकै धेरै नै बनाउनु आँटेको चाहिँ हामी 4-5 जना गएर खाने। साग चाइनिज साग अनि यो धनिया चाइनिज साग चाहिँ मलाई यति मनपर्छ कि यसको पात छोड्दै आउँछ ल। यो के कति मिठो लाग्छ मलाई। हालेछु साग धनिया पनि हालेछु। यहाँ छ यो चाहिँ मसिनो गरी काटेको प्याज, अनि यो बन्द। यहाँ छ 5वटा खुर्सानी, हरियो खुर्सानी मसिनो गरेर काटेको। यो गाजर मसिनो गरी काटेको छु। टमाटर चाहिँ मैले एउटाको आधी मात्र राखेको छु किनभने मलाई मन पर्दैन। अब यो हालिदिन्छु यसमा। हालिदिन्छु चटपट मसला पुदिना, यो चाहिँ धनियाको धुलो, यो चाहिँ मैले बजारदेखि किनेर ल्याएको। यो हाल्दैछु। अमिलो मजाले लोकल अमिलो चाहिँ मैले किलो बनाएर खाने भनेर यो बनाएर राखेको छु। यसमा थोरै पानी हाल्ने, मिक्स गर्ने। टमाटर आलु पिसेको मैले रेडी भयो। कस्तो राम्रो भएको छ। अब म चाहिँ तल्लो रुममा गएर सबैजना बसेर खान्छ। हेर्दै गर्नु। हामी चाहिँ चटपटे खाँदैछु। बनाउँ भिडियो। भिडियो बनाउँदा चटपटे बनाउँदा सधैँको मजाले आउँदैछ।
मिठो छ मिठो छ मिठो छ मिठो भयो मिठो भयो मिठो भयो किन सक्दैन किन सक्दैन किन सक्दैन देवले खाँदै छ मिठो थाम्दै लाग्दैन चटपटे खान्छ नि मिठो खाना जुला बुझ्दैन यो हप्ता त्यो खान्छ चटपटे मात्रै काका देवले हुन्छ खाना खाँदै खाँदैन पानी 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 मिठो सक्दैन पानी मिठो भयो सबै खाऊ ल हुन्छ नि दिदी कहाँ जानुभयो तपाईँको भाडा पर्नु ल्याउ तपाईँ कहाँ भन्दैछ बाबा बाबा कहाँ जानु मजा आयो के गर्नु भयो खाना हेर मामु खै भनेको काम गर्दै सम्भाल्नु पर्यो तल कहाँ गएको त आज अफिस ल चटपटे दामी छ है के गर्नु काम गर्नु अहिले चाहिँ हामीले चटपटे पनि खाइसक्यौँ यहाँ छ चटपटे खाइसक्यौँ चटपटे कस्तो भयो मिठो भयो कि भएन मिठो भयो भन्नु मिठो भयो ल त्यसो भए मिठो भने यसो गर्नु थ्याङ्क यू हामीले चाहिँ चटपटे पनि खाइसक्यौँ अनि खाइसकेर नि दिदीहरू दाइहरू चाहिँ गइसक्नुभयो काममा अनि म चाहिँ अब यहाँनिर धन्दाहरू गर्नुपर्ने छ होइन यहाँनिर के भन्छ अहिले चटपटे खाएको धन्दाहरू गर्नुपर्ने छ म चाहिँ अब धन्दाहरू गरिसकेर भयो भने टाइम मिल्यो भने चाहिँ माथि मम्मीकोमा जानुपर्ने छ अनि मम्मीकोमा गयो भने त्यहाँ गएकोहरू म के गर्छु त्यो भिडियो पनि देखाउँछु होइन अनि अहिले चाहिँ म अनि यहाँनिर चाहिँ यो के मैले चाहिँ चटपटे थोरै बनाउनु पर्ने चटपटेमा यो एक बनाएछ क्या गिलो हालेर खम भनेर अनि यो चाहिँ एक बनाएछु यो चाहिँ अब उब्रियो मैले यो फ्याँक्दिने छु अनि अब यति थोरै धन्दा छ धन्दा गरिसकाउने अब म धन्दा गर्न जान्छु एकैचोटि धन्दा गरिसकेर आएपछि भेट्ने छु अहिलेसम्म भिडियो हेरेको छैन भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि म चाहिँ उमेश सरलाई पनि स्वागत छ मेरो ब्लगमा ओके थ्याङ्क यू लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु नि फेरि ओके 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 अनि अब म धन्दा गर्नुपर्ने हुन्छ ल मैले चाहिँ धन्दा पनि गरिसकेँ अब चाहिँ भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु ओके लेट्स गो बाई बाई